शुभकामना छ। साथै आउँदो दिवाली र छठको पनि शुभकामना। आज म आफैले लेखेको एउटा नयाँ गजल वाचनको लागि आएको छु। खास गरी हालै भएको जेनजी आन्दोलनले जुन देशलाई एउटा परिवर्तनको सङ्घारमा उभ्याएको छ, अब यसलाई चाहिँ हामीले सकारात्मक रूपले लिनुपर्छ भनेर एउटा गजल मैले लेखेको हो। सुनिदिनु होला, कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। गजलको शीर्षक छ भविष्य। भविष्य उनीहरूकै हो, भविष्य उनीहरूकै हो, भविष्य उनीहरूकै हो, चल्ला भनेर नहेप। भविष्य उनीहरूकै हो, चल्ला भनेर नहेप। चिच्याएको देखी देखी, चिच्याएको देखी देखी, हल्ला भनेर नहेप। चिच्याएको देखी देखी, फगत हल्ला भनेर नहेप। भविष्य उनीहरूकै हो, चल्ला भनेर नहेप। चिच्याएको देखी देखी, फगत हल्ला भनेर नहेप। बेरोजगार भएर भौतारिएका हुन्, बेरोजगार भएर भौतारिएका हुन्, बेरोजगार भएर भौतारिएका हुन्। उनीहरूलाई बेकामी झल्ला भनेर नहेप। उनीहरूलाई बेकामी झल्ला भनेर नहेप। बेरोजगार भएर भौतारिएका हुन्, बेरोजगार भएर भौतारिएका हुन्। उनीहरूलाई बेकामी झल्ला भनेर नहेप। उनीहरूलाई बेकामी झल्ला भनेर नहेप। मनमा आगो छ, मनमा आगो छ, मनमा आगो छ, मस्तिष्कमा सपना छ। मनमा आगो छ, मस्तिष्कमा सपना छ। जावा तिनीहरू तीन पाते चल्ला कल्ला भनेर नहेप। जावा तिनीहरू तीन पाते कल्ला भनेर नहेप। जावा तिमीहरू तीन पाते कल्ला भनेर नहेप। मनमा आगो छ, मनमा आगो छ, मस्तिष्कमा सपना छ। मनमा आगो छ, मस्तिष्कमा सपना छ। जावा तिमीहरू तीन पाते कल्ला भनेर नहेप। जावा तिमीहरू तीन पाते कल्ला भनेर नहेप। रगतले लथपतिएका छन् तिनका कपडाहरू, रगतले लथपतिएका छन् तिनका कपडाहरू, रगतले लथपतिएका छन् तिनका कपडाहरू। फगत हावाले उडाइदिने पल्ला भनेर नहेप। फगत हावाले उडाइदिने पल्ला भनेर नहेप। फगत हावाले उडाइदिने पल्ला भनेर नहेप। रगतले लथपतिएका छन् तिनका कपडाहरू, रगतले लथपतिएका छन् तिनका कपडाहरू। फगत हावाले उडाइदिने पल्ला भनेर नहेप। फगत हावाले उडाइदिने पल्ला भनेर नहेप। अन्तिम शेर। अहङ्कारको चुचुरोमा बसी, अहङ्कारको चुचुरामा बसी, डल्ला भनेर नहेप। अहङ्कारको चुचुरोमा बसी डल्ला भनेर नहेप। कालो शासनको करतुत खोतल्ला भनेर नहेप। कालो शासनको करतुत खोतल्ला भनेर नहेप। हस्त, नमस्ते। तपाईले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुको प्रतिक्रिया पाऊँ। अहिलेलाई बिदा हुन्छु।